जन्ते ढुङ्गा। अब मोहन सुप्तेहाङ राईज्यूबाट चाहिँ केही जानकारी म लिन गइरहेको छु। सेवा नमस्कार। यो चाहिँ हाम्रो खोटाङ जिल्लाको दक्षिणी भेगमा रहेको यो जन्ते ढुङ्गा हो र जो जन्ते ढुङ्गासँग धेरै ठुलो ऐतिहासिक किम्वदन्ती हामी पाउँछौँ। तसर्थ स्थानीय सरकार बन्दै गर्दाखेरि यो ऐतिहासिक जन्ते ढुङ्गाकै नामबाट यहाँको स्थानीय सरकारको नामाकरण गरेका छौँ र यहाँ 6वटा गाउँ विकास समितिहरू मिलेर जन्ते ढुङ्गा गाउँपालिका बनेको हो। तसर्थ यहाँ चाहिँ यो कलियुग आरम्भ हुनुभन्दा अगाडि गोल्मा राजा गोल्मा रानी भनेर जो भोजपुर जिल्लाको मा अवस्थित रहेको छ, त्यहाँ चाहिँ पश्चिमबाट जन्ती आउँदै गरेको र संयोगवश यो बेहुलाको रथ हो। बेहुलाको रथ चाहिँ अगाडि भयो अनि बेहुली यहाँदेखि केही पर त्यो देखेको डाँडा त्यहाँ मुनि आइपुगेको बेहुलीको रथ चाहिँ त्यहाँ चाहिँ बेहुली त्यहाँ हुँदा बेहुलाहरू यहाँ हुँदाखेरि चाहिँ कलियुग आरम्भ भयो र त्यहाँ उत्तर वाहिनी गङ्गा भानुमती जो हिन्दू शास्त्रमा उल्लेखित पनि छ, त्यहाँ चाहिँ उत्तर वाहिनी गङ्गा भनेर त्यहाँ चाहिँ अहिले शिव मन्दिर र हरेक बेला धार्मिक मेलाहरू लाग्ने गर्दछ। त्यहाँ चाहिँ बेहुली अल्पिएको र बिहा अल्पिएको भन्ने कुरा छ र अहिले एक किसिम हाम्रो नेपाली परम्परामा पनि सामान्यतया बिहेको दिन बेहुलीलाई पछि पार्नु हुँदैन, अगाडि राख्नुपर्छ। यो सबै हाम्रो नेपाली परम्परामा मानिन्छ र बेहुला अगाडि हुनु हुँदैन भन्ने चलन छ। यो चाहिँ यहीँबाट आरमा कसरी भने जब यहाँ बेहुला अघि हुनु हिँडेको त उता गोल्मा भेरतिर हो नि त, उहाँ हो पुग्नुपर्ने बेहुलालाई लिँदै गरेर आएको अवस्थामा बेहुली लिएर र यो चाहिँ अब बेहुला अघि हुनु र बेहुली पछि पर्दाखेरि चाहिँ यो अब एउटा अपशगुन भयो र यसरी चाहिँ राम्रो भएन। त्यो कलियुग आरम्भ भयो, सबै बेहुला बेहुली जन्तीहरू सबै चाहिँ शिलामा अल्पिनु पर्यो होइन, शिला भएर रहनु पर्यो, ढुङ्गामा परिणत हुनु पर्यो भनेपछि हाम्रो नेपाली समाज परम्पराले पनि आजसम्म पनि यस्तो चाहिँ राम्रो हुँदो रहेनछ है भनेर चाहिँ बिहेको दिन बेहुलालाई पछाडि र बेहुलीलाई अगाडि ल्याउने चलन भएको हो भन्ने चाहिँ बुढापाकाहरूले जस्तै अब बेहुलाको घरमा पनि बेहुली नै अगाडि हुन्छ, बेहुलीको घरतिर पनि बेहुली नै अगाडि हुन्छ। यो परम्परा अझै पनि छ तर मान्छेले अहिलेसम्म बुझेको छैनन्, तर यहाँबाट यो पाठ सिक्न सकिन्छ। अनि अरू चाहिँ अब यहाँ के गर्ने चलन छ अब यो जन्ते ढुङ्गामा अहिलेसम्म यहाँको स्थानीय मान्छेले अथवा स्थानीय जनप्रतिनिधिहरूदेखि लिएर स्थानीय व्यक्तिहरू चाहिँ अहिले यहाँ के पूजापाठ पनि गर्छन्? हजुर, यहाँ तपाईँको के छ भने वैशाखी पूर्णिमा र मङ्सिरे पूर्णिमामा उभौलीमा यहाँ चाहिँ मेला लाग्ने गर्छ। मङ्सिरे पूर्णिमामा चाहिँ सामान्यतया मात्रै लाग्छ र वैशाखी पूर्णिमा बुद्ध जयन्तीको दिन चाहिँ यहाँ ठुलो मेला लाग्ने गर्छ र त्यो मेलामा साकेला नाच्ने परम्परा छ। मैले जान्दाखेरिदेखि नै र हाम्रो पुस्तावली नै यहाँ चाहिँ साकेला नाच्ने गरिन्छ। अनि यहाँ चाहिँ सिद्ध सिकारी लगायतका यहाँ पूजाआजा गरिन्छ। यो अनि मान्छेहरू चाहिँ यो कुनहरू भनेर जन्तीहरू चाहिँ कुन यसको बारेमा सोध्नुभयो, एकदम राम्रो। यहाँ चाहिँ अब यो संरक्षणको अभावले होइन, यहाँ अब जो पनि आउन जाने खुल्ला ठाउँ भएको हुनाले यो महत्त्वपूर्ण प्रश्न गर्नुभयो। यहाँ खास तल पनि धेरै ठुल्ठुलो राम्रा शिलाहरू होइन यो भागमा, जस्तो माथिल्लो भागमा अहिले देख्छौँ नि त्यहाँ चाहिँ मान्छे पस्न नसकेर यो उकाएको जस्तो सेतो भाग देखिन्छ, यो सबै उकाएर लगिदिनु भयो। जन्तीहरू सबै जन्तीको आकार देखिने हेर्नुभयो र यहाँ माथि शिरमा चाहिँ पहिला यता पूर्वपट्टि यता होइन पश्चिम बेहुलीपट्टि हेरिरहेको एउटा चाहिँ सूर्य भगवानको जस्तो आकार देखिने शिला थियो, त्यो पनि पछि फुटाइदिएको भन्ने छ होइन। अनि त्यो अघिको कुरा छुट्यो, जस्तो यो शिला भएर अल्पिँदाखेरि पनि बेहुलाले चाहिँ बेहुलीपट्टि हेरेको
भन्ने थियो क्या। अब माया भयो नि त होइन शिलामा अल्पिँदाखेरि। अनि पर्तिरपट्टि भानुमती पर्छ र ऊ त्यो त्यहाँनिरबाट चाहिँ यता बेहुलीलाई हेरे गरेको भन्ने चाहिँ पनि रहेको थियो। अनि यहाँ धेरै राम्रा राम्रा शिलाहरू थिए, अहिले हरायो भनेको चोर्यो, फुटाइदिने अब नबुझेपछि होइन त्यो त्यस्तो अहिले रहेको चाहिँ भनौँ न होइन। यो चाहिँ सबै सेतो भएको चाहिँ उकाएर लगेको। अनि यहाँ चाहिँ त्यो बाना बाजाहरू बज्ने के त्यो हुन्छ नि त हुन्छ नि ढोल झन्टाहरू अहिलेको हकमा हामी नौमती बाजाहरू बाजा हुन्छ नि त्यसको पनि आवाज आउनेहरू यहाँ चाहिँ फुटायो क्या मान्छेले। अहिले पनि हल्का हल्का त्यता बज्ने हुन्छ ल बजाउँदा बजाउँदै मान्छेले चाहिँ ढुङ्गाहरू सबै फुट्यो। ल धन्यवाद जानकारीको लागि। हुन्छ फेरि पनि जोडिनेछौँ। यो जन्ते ढुङ्गा त सिम्नीमा पारुवाङ जन्ते ढुङ्गाको ढुङ्गाहरू सबै चोरेर लगिसकेको। ओडा ए म चाहिँ मेन बेहुला खाँचो आँगने मुद्दु लुङटाको टुक्रा चाहिँ यो ज्यू ज्यू यहाँको चाहिँ चोरेर लगिसक्यो। सब चोरेर लगिसकेको के गर्नु है हाम्रो मान्छे। पहिले हामी सानोमा हुँदा त लस्करै मयुङ पेलेले ओडा ओडा ओ वाको झोरा से मादङ्याङ ओ वाको दिच्छा मादङ्याङ युनिकाङ लाम दारा हो नि मलाई ओ जम्मा अके राखिन अखाता हो दिया ओडा चाहिँ सबै हाटा न्युमा चाहिँ बसाइ सराई मखाको बेला म बामना पानी मान्छे चाहिँ ओको रख खेलिनी दिया ओको लुङका बदमासहरू। तर त्यसै म भन्छु त हाम्रो यी चिजहरू कसले स्याहार्ने अब नाम छ जन्ते ढुङ्गा गाउँपालिका यसको नामबाट खोइ त नि पहिले शङ्करलाई पनि कति भने थाक्यो बाजे पनि। अनि तपाईँ पनि थाक्नुभयो है अन्त अब हेर्नु नि कस्तो अचम्म है। यो चाहिँ साकेला थान साकेवा थान रहेको छ। यहाँ पनि ढुङ्गाहरू नै पुरै एकदमै हाम्रो एकदमै माग अनि सावा अढानिने लावा खानिने खानुलो मिट्ने नयाँ ठाउँ आइयो होइन भाइ? हजुर यो म पनि यो भन्दा अगाडि एकपटक चाहिँ यहाँ आएको थिएँ, मेरो दोस्रो पटक हो। तथापि यहाँको अब विस्तृत थाहा छैन, तथापि उहाँ अघि एकजना दाइले भन्नुभयो नि जन्ते ढुङ्गा। यो ठाउँमा चाहिँ जन्तीहरू अल्पेको हेर्नुहोस् न। यो सबै अखसा हाटा रहेछ ओडा मान्छे। यता ढुङ्गाहरू चाहिँ यस्तो फेलेको रहेछ, संरचना नआएको। ढुङ्गा हेर्नुहोस् है, जन्ते ढुङ्गा अरे यो चाहिँ जन्ते ढुङ्गा। जन्तीहरू अल्पिएको यहाँ चाहिँ बेहुला अल्पिएको ठाउँ। यो चाहिँ बेहुला अल्पिएको ठाउँ है। यो चाहिँ सुम्निमा र पारुहाङ। यतापट्टि आएर भाइ लाइट एन्टी लाइट भयो यता आउँदा